घर उता भत्काएको देखि अनि त्यहाँबाट घर भत्काएपछि त सुत्ने ठाउँ भएन नि त। अन्त अहिले चाहिँ हामी कहाँ सुतिरहेको छौँ भने हामी टिकाहरूमा सुतेछौँ। टिकाहरू यो यहाँ यता दुईवटा खाट छ है, यहाँ एउटा खाट छ है। अनि खानासाना पकाउने यहाँनिर हामी चाहिँ अहिले यहीँ होइन टिकाहरूमा सुतेको छौँ। अनि त्यहाँबाट आधीभन्दा बढी सामानहरू चाहिँ हामीले एउटा रुमले छ उतातिर पक्का घरको होइन, ऊ यहाँ छ है। अब यहाँबाट देखाएको छ नि, यो देखिरहेको छ नि, यो त्यो रुममा आधीभन्दा बढी सामानहरू चाहिँ हामीले त्यहाँ राखेको छ। अनि हामीलाई चाहिने सामानहरू चाहिँ अहिले यहाँनिर हामीले चाहिने सामानहरू यो हामीले यहाँ युज गर्ने सामानहरू चाहिँ हामीले यहीँ राखेको छौँ। जति सक्दो चाँडो हामीले मिस्त्रीहरूलाई घर रेडी पारिदिउँ भनेको छ, किनभने अब बर्खाको टाइम हो नि त यो। अनि पानी भयो भने फेरि हाम्रो बिजोग हुन्छ, त्यो पटाहरू ठोकिरहेको छ। यतातिर चाहिँ हाम्रो घर बन्दैछ होइन। अनि धेरै कुराहरू मैले देखाएको छैन है, एकैचोटि यहाँनिरबाट देखाइरहेको छु। म घर पनि थिएन है, अहिले चाहिँ पटा ठोक्नु लागिरहेको छ है। पटा ठोकिरहेको पनि छ होइन, दुईजना मिस्त्री हुनुहुन्छ अनि एकजना चाहिँ माथि पटा ठोकिरहेको छ। अनि अर्को अङ्कल चाहिँ तल हुनुहुन्छ है। अनि यहाँनिर दाइले पटा ठोकिरहनु भएको छ। अनि यता हाम्रो छिमेकीको पनि फेरि घर रेडी हुँदैछ। अनि यहाँनिर सब पुरानै काठहरू युज गरेको हुनाले अलिकति होइन, अलिकति गाह्रै भएर मिलाउन गाह्रै भएर अनि त्यहाँबाट मिलाइ हालिरहेको छ दाइले चाहिँ होइन। हेर्नु ल, काठसाठ टुक्राएर त्यहाँनिर खाँदेर होइन काँटी हान्नु भयो क्या है। राति पानी परेर चाहिँ होइन बिजोग गयो है। अनि पानी परेको हुनाले हामीले तिरपाल हालेको थियो माथिबाट। हामीले अलिअलि भयो भने सेफ्टी हुन्छ भनेर, सेफ्टी त के हुनु होइन, अब पानी तल त्यत्तिको चुहिरहेको थियो। अनि जे भयो नि सेफ्टी नै भएको थियो भनौँ। अनि तिरपाल नउडोस् भनेर माथिबाट हामीले काठ हालेको थियौँ। अनि अहिले बिहान बिहान काठहरू उठाउँदैको सब यत्तिकै छ भाताभुङ्ग होइन, टाली हालेको छैन नि त, त्यही भएर। अनि माथि छाना उदाङ्गै छ है, तल पनि हेर्नु त्यत्तिकै है। सामानहरू सब भिजेर राति पानी परेर कपडाहरू धन्न हामीले छोपेको थियौँ प्लास्टिकले। सुते खाटबाट नि उठ्नु पऱ्यो यार है, माथिबाट त्यो हालेको ठाउँबाट पनि पानी चुहियो के, उठ्नु पऱ्यो यसरी होइन। अब धानहरू चाहिँ हामीले धन्न राम्रोसँग छोपिहाल्यो होइन, धानहरू पनि छोप्यौँ। राति सुतेको बेला उठेर सब हामीले गरेको हो क्या यो है। यस्ताले मजाले नछोपेको भए धानहरू पनि भिज्ने के, सामानहरू बाहिर फेरि त्यत्तिकै छ है, सामानहरू पनि सब भिज्यो है। अब चाहिँ टाली चाहिँ चाँडै हाल्नुपर्छ। The next day. अहिले चाहिँ टालीहरू पनि हालेर भइसक्यो है, टाली चाहिँ हालिसक्यो। किनभने मैले टाली हालेको चाहिँ भिडियो गरिनँ होइन, टालीहरू पनि सब आफैले दिनुपर्ने थियो नि त नि, त्यही भएर। अनि टाली चाहिँ हामीले है पुरानै टाली हालेको हो, यो सब पुरानै हालेको हो। हेलो गाइज होइन, वेलकम। अनि एउटै भिडियोमा चाहिँ मैले फेरि दुईपल्ट वेलकम गरिरहेको छु होइन। अनि किनभने अहिलेको भिडियो चाहिँ मैले होइन 1-1.5 महिनापछि बनाइरहेको छु। मोबाइल चाहिँ हल्का बिग्रेको थियो होइन, मोबाइलमा अलिकति प्रब्लम भएको हुनाले अनि मैले भिडियो हाल्न पाएन होइन। भिडियो चाहिँ मेरो स्टप भएको थियो। अहिले चाहिँ होइन घरकै भिडियो हो, त्यही भिडियोलाई मैले कन्टिन्यू गरिरहेको छु होइन, त्यही भिडियो हो अहिले चाहिँ होइन। त्यहाँबाट म अहिले तपाईँलाई होइन हाम्रो त्यो घर बनिरहेको थियो नि त नि, अनि यसो अनि के भयो के भएन म देखाइरहेको छु होइन। अनि यस्तो ताले आउनु है त, ल घुम्दै जाऊँ है त। फेरि यो देखेर चाहिँ फेरि यो भन्नु होला होइन, सरी। तर यो चाहिँ होइन, यो चाहिँ हाम्रो छिमेकीको घर होइन, छिमेकीको घर पनि रेडी हुँदैछ है। अनि हाम्रो घर चाहिँ यताबाट, हाम्रो घर चाहिँ यो पुरै चाहिँ होइन, हाम्रो पुरै रेडी चाहिँ भएको छैन होइन, रेडी हुँदैछ है। अनि त्यहाँबाट अलिकति पैसाको कमी हुनाले अनि त्यहाँबाट बिस्तारै हामीले बनाउँदै गइरहेको छौँ। पैसा भएको त एकैचोटि रेडी हुन्थ्यो होला होइन। अनि जे भयो नि हामीले माथि बस्नको लागि चाहिँ पुरै हामीले वरिपरि घेरेको छ। अनि तल चाहिँ पुरै हर्लङ्गै छ है। सबै कुरो त नदेखाऊँ होला होइन, सबै कुरो भाताभुङ्ग छ। अनि तल पनि हामीले फेरि डिपिसीहरू कसेको थियो है, डिपिसीहरू कसेको थियो। अनि पुरै भाताभुङ्ग छ। मलाई देखाउने हल्का अलिकति लाज लागिरहेको छ होइन, लाज लागिरहेको छ, त्यही भएर म देखाउँदिनँ। अनि अर्को फेरि यो पछाडि देखिरहेको होला होइन ब्याकग्राउन्डमा, यो हाम्रो चाहिँ फेरि हाम्रो भान्साघर है। पहिला चाहिँ फेरि एउटै घरमा सबै कुरो थियो भने अहिले फेरि भान्साघर पनि हामीले छुट्टै बनाएको छौँ। भान्साघर बाख्राको गोठ है यसमा हुन्छ। अहिले यो होइन यत्तिकै खुल्लै छोड्नुको रिजनहरू पनि धेरै छ होइन। अनि गरिब महिनामा चाहिँ जे होस् होइन, हावा चाहिँ मजा लगाइरहेको हुन्छ। अहिले पनि हावा आइरहेको छ होइन, चिसो हावा आइरहेको छ है। अनि त्यही हुनाले पनि होइन अहिले हामीले वालसाल नजोडेको हो कि होइन। अनि गरिब महिनामा त लास्ट गर्मी हुन्छ नि त सर्लाहीमा होइन, तर गर्मी फेरि डेन्जर के होइन। अहिले हावा चलिरहेको छ त्यही पनि होइन, पसिनाले मलाई कस्तो पारिसक्यो, पसिनाहरू आइरहेको छ होइन। अनि खुल्ला भयो भने त हावा पनि मजाले लागिरहेको हुन्छ है। हामीले वाल जोड्ने प्रोसेस पनि गरिरहेको छौँ। अनि चाँडै तलतिरको वाल हामीले हाल्छौँ होइन। अब हामी जान्छौँ माथि होइन, माथि पनि त्यस्तै भाताभुङ्ग छ है, देखाउने मन लागेन मेरो होइन। माथिको होइन पुरै हुन्छ नि
सब लथलिङ्ग छ क्या अनि लथलिङ्ग भएको चिजहरू देखाउनु मन लागेन होइन के पो नदेखाऊँ भनेको तर पनि यसो क्यामेरा अन गरिदिएको होइन सर्लक्क कस्तो दामी देखिरहेको थियो कि होइन त्यही भएर अनि एकलट देखाइदिउँ भनेर भिडियो बनाइदिएँ मैले होइन यहाँनिर चाहिँ माइला सुत्छ होइन चट्ट यहाँबाट चिसो हावा आउँछ भ्यू पनि खतरा देखिन्छ यहाँबाट फेरि होइन अनि हावा पनि चट्ट आइरहेको हुन्छ फ्यान पनि छ फेरि यो त फ्यान चाहिँ फेरि त्यसो खुट्टामा छ होइन यो सानो भाइ यहाँ सुत्छ होइन म सुत्छु होइन अनि त्यहाँ पनि मै सुत्छु भनेर भन्न त मिलेन त्यहाँ चाहिँ बहिनी सुत्छ म चाहिँ यहाँ सुत्छु होइन अनि यो चाहिँ बुवाले फेरि यत्तिकै यो पुरै हुन्छ नि पुरै घेरिदिन्छु भन्नु भइरहेको थियो अनि मैले चाहिँ घेर्न दिएन होइन किनभने मलाई चाहिँ यत्तिकै राम्रो लागिरहेको थियो कि पुरै होइन यत्तिकै राम्रो लागिरहेको थियो होइन अनि यसो अनि अहिले गरिब महिनाको लागि चाहिँ यत्तिकै हुन दिनु भनेर भन्थेँ मैले है आजको भिडियो चाहिँ मैले यहीँ अन्त गर्न चाहेँ होइन अनि किनभने आधी भिडियो चाहिँ पहिलाको छ होइन अनि आधी भिडियो चाहिँ अहिलेको छ अनि मेरो मनले नि मानेन कि होइन अनि के गरौँ भइरहेको थियो त्यही पनि मैले बनाइदिएँ होइन त्यही भएर मलाई नै अलिकति कस्तो लागिरहेको छ कि होइन आजको भिडियो चाहिँ यति नै नेक्स्ट भिडियोमा भेटौँला सी यू सुन नेक्स्ट ब्लग डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बाई बाई